पराचन श्री 108 सिद्ध खरडिया मन्दिरको 108 वर्ष पुरानो मन्दिर छ यो चाहिँ होइन। जस यहाँनिर छ त्यो बोर्ड टाँसिदिनुहोस् तपाईँले। र चाहिँ नमुना मात्रै बचेको छ, स्यास खोलाले गर्दाखेरि भारी भएकोले यस्तो खालको भइरहेको छ होइन। अन्डरग्राउन्डबाट पानी ल्याएको छैन र नालीको आँप फलेर त लटरमै त्यस्तो खालको छ भ्यूहरू यहाँको होइन। एकदम रमाइलो छ र देख्नुहुन्छ। अनि मर्निङको टाइम छ, भर्खर काम आउने कर्मचारी छ र हामी बाटैबाट हिँडिरहँदाखेरि एकदमै रमाइलो भ्यूहरू हामीले यहाँनिर अवलोकन गर्न सकिन्छ एकदमै। हेलो गुड मर्निङ, फेरि पनि जेन्समा कल फ्रम कैलाली। हाल चाहिँ म आँपको बगैँचामा छु। यति बेला तपाईँले आँप देख्न सक्नुहुन्छ होइन। एकदमै रम्मै फलेको कि यो 3टा झुप्पा फलेको छ, यसरी फलिरहेको छ आँपहरू तपाईँ देख्न सक्नुहुन्छ होइन। दामी तपाईँ पनि त्यस्तै फलेको छ भने यता यो यस्तो भुइँभरि पनि त्यस्तै खसेको छ आँप देख्नुहुन्छ। आँप देख्नुभयो गाइस, खस्दैछ आँप। भाले हेरौँ अब यहाँको ठुलो। ओइ 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 दा एउटा यो भयो। यस्तो चाहिँ बाँच्छ यार। ल आइज ल ले ले आ आ ल धान खाँदैछ गाइस। अब माउहरू छन् त्यहाँ अन्डा पार्ने। गीत गाउँदैछ होइन। जस रमाइलो छ यार। आँपहरू फलेर लटरम्मै छ यतातिर। आँप बगैँचामा हो गाइस फाइनल्ली। अमिलो पनि फलेकै छ। यो अमिलो फलेको देख्नु न।